महेन्द्रनगरदेखि काठमाडौँसम्म आएका तर काठमाडौँ आएपछि आफ्नो अस्ट्रेलियाको सपनालाई त्यागेर र्यापमै केही गर्छु भनेर लागेका र अहिले छोटो समयमा नै नेपाली हिपहपमा आफ्नो नाम शिखरमा पुर्याउन सफल र्यापर याबी द गोट मैले ग्रास आन्छु तुरुपलाई छोड आज फ्लासमै तिरो म क्लास आन्छु कति बोलिरहेको भाइलाई आइज तलाई नि म क्लास लान्छु बेसी बोल्ने तेरो चिप्रोमा च्याप्प चेपेर प्लास तान्छु यो खेलमा तेरो म काका हुँ नेपाली हिपहपको साका हुँ शब्द तस्करी हुने नाका हुँ त्यही शब्दले तेरोमा चाकान्छु सबै तोरी र्यापर्सको भाकान्छु यो ट्र्याकलाई मेरो डकार मान्नु अलि नजिकै जे खकार फाल्छु तेरो र्यापमा रियाक्सन खा स्वर्गबाट सुनिराछन् ग्याबो बुद्ध दाजु किन हावा तालमा चेट तिमी बाँचिरहेको भए तिमीलाई भेट्ने नि दुःख लाग्छ तिमीलाई डिस हान्न पाइन गयौ तिमी धेरै गरे रिस क्षमा गर तिमी बेलुकीको 7:15 आकाशमा दिमागभित्र नाना थरी खयालात मनले गर्छ भेदभाव भन्न खोजे कुराहरू धेरै कालो छन् तर गर्न सक्दिन म बेनकाब आज स्वयं आफू आफैसँग वार्तालापमा व्यस्त पौडिराते सपनामा लास्ट लाभमा भेट्छ म लास्ट नाममा हुन्छु मेरो सबै शुभ चिन्तकहरूलाई अस्सलाम अलैकुम दर्शन नमस्ते मौका मिले हामी भेटौँ खौला किनारामा बालुवामा औला डुबाएर नाम हाम्रो लेखौँ चङ्गा चेट अनि तैरिरहेको चङ्गालाई लखेटौँ मनमा लागेको कुरा सबै गरौँ दिन आउँदैन फर्केर समय बगिरहेको खोला फेरि आउँदैन फर्केर बगिरहने खोला जस्तो